We seek the wild because it holds a mirror to the parts of ourselves we have paved over with routine. We ride to remember what it feels like when the pavement ends and raw reality begins. सबैलाई नमस्ते। हामी आज धादिङमा आएको छौँ फर द रुबी भ्यालीको राइड। हामी आज यहाँबाट निस्किन्छौँ। हाम्रो बिचमा एउटा CSR भनेर चाहिँ क्याम्पेङ पनि छ। हामी एउटा स्कुलमा पनि जान्छौँ। स्कुलमा हामीले बच्चाबच्चीहरूको लागि चाहिँ उहाँहरूलाई चाहिने ब्याग्स, कपी, स्टेसनरीको सामानहरू छ, त्यो पनि ल्याएको छौँ। त्यो पनि हामी ह्यान्डओभर गर्छौँ। त्यसपछि हामी खाजा र सँगसँगै CSRको प्रोग्राम चाहिँ हाम्रो सेर्तुङदेखि तिप्लिङको बिचमा कहाँनिर फिजिबल हुन्छ त्यहाँनिर गर्छौँ। त्यसपछि हामी पाङसाङ पास जान्छौँ। सो यो जर्सी चाहिँ स्पेसली यो राइडको लागि हामीले डेभलप गरेको हो। यो सबै हजुरहरू 1 by 1 आएर चाहिँ यो जर्सी लिएर लगाइहाल्नु होला। देन आफ्टर वी स्टार्ट आवर राइड है त। Engines hum in a steady rhythm, and the horizon feels endless. But the mountains are patient. They let you find your comfort before they demand your absolute focus. खनियापास छोडेपछि द टेरेन ऱ्यापिडली चेन्ज हुन थाल्यो। त्यति बेला रोड्सहरू डिटोरिएट मात्रै भएन कि इट फेल्ट लाइक दे क्लाइम्ब स्ट्रेट इन्टु द स्काई। यस्तो अफ रोडमा बडीको स्ट्यान्स कम्प्लिटली नै चेन्ज गर्नुपर्छ। यु स्टार्ट स्ट्यान्डिङ अन यर फुट पेक्स अनि लेट द लङ ट्राभल सस्पेन्सन वर्क अन्डर यु। अनि द्याट इज वेन यु रियलाइज द बाइक इज नट जस्ट यर मसिन, इट इज यर अल्टिमेट राइडिङ पार्टनर। Welcomed by Sertung is to understand the soul of these hills, vibrant, warm, and incredibly resilient. सेर्तुङमा एन्टर हुँदा लोकल कम्युनिटीले गर्नुभएको वेलकम वाज एन इन्क्रेडिबल इमोसनल हाई। खादा र रातो टिका लगाएर उहाँहरूले हामीलाई स्वागत गर्नुभयो एज वी वर द लार्जेस्ट ग्रुप अफ बाइकर्स टु एभर क्रस द्याट रिजन। तर त्यो एउटा ह्याप्पी हाई बिस्तारै क्लियर हुँदै गयो एज वी हेडेड टुवर्ड्स तिप्लिङ। त्यो 8 देखि 10 किलोमिटरको प्याच वाज द अल्टिमेट च्यालेन्ज। अलमोस्ट 40 डिग्रीको एउटा भर्टिकल इन्क्लाइन्ड विथ लुज एन्ड स्लाइडिङ ग्राभल। त्यो ग्राभलमा मोमेन्टम लुज भयो भने तपाईँको डाइरेक्ट कन्ट्रोल हराउँछ। This was a very brutal taste of throttle control, technique and mental nerve. सो त्यो एउटा उकालोमा चाहिँ हामीलाई एकदमै गाह्रो भइरहेको थियो। बाइकरहरू एकै ठाउँमा भेला भएर एकअर्कालाई इन्करेज होटिङ गरिरहेको थियो, जसले गर्दा चाहिँ हामीले एकअर्काको बाइकहरू एउटा एउटा गर्दै ढकालेर अगाडि टिकट गरेको।
सो त्यति बेला चाहिँ मैले रियलाइज गरेँ कि हाम्रो ट्रु बाइकिङ ब्रदरहुड चाहिँ त्यो धादिङ बेसिकको स्मुथ टार्मेक रोडमा होइन, हाम्रो त्यो 40 डिग्रीको जुन चाहिँ स्टिप इन्क्लाइनमा थियो त्यहाँ फोर्स भएको थियो। हामीले एउटा CSR प्रोग्राम प्लान गरेको थियौँ विच वाज डोनेटिङ स्कुल ब्याग्स, स्टेसनरी आइटम्स एन्ड बुक्स टु द लोकल कम्युनिटी स्कुल इन तिप्लिङ। We went there thinking we were giving them a gift, but in truth, those innocent souls gave us a far greater life lesson in humility and gratitude. उनीहरूको आइजमा त्यो होप and spark देख्दा it felt like the future is definitely bright. अनि सबैलाई साथ लिएर आउनु पर्दाखेरि चाहिँ हामी यहाँ होमस्टे टिप्लिङ भन्ने गाउँ छ रुबी भ्यालीको, टिप्लिङ भन्ने गाउँमा चाहिँ हिजो हामी होमस्टे बस्यौँ। एन्ड रियली नाइस प्लेस, रियली नाइस पिपल ओभर हियर होइन। हिजो डे 1 सक्यौँ, आज डे 2 हो। हामी आज पाङसाङमा जाँदैछौँ। जर्नी स्टार्टिङ राइट नाउ। यु क्यान सी केटा बाइकहरू सबै रेडी हुँदैछ होइन। सो रमाइलो हुनेवाला छ किनभनेदेखि चाहिँ पानी परिरहेको छ, हिमालहरू खुलिरहेको छ, आई गेस स्नो पनि भयो होला। सो डे 2 रुबी भ्याली इज गोना बी असम। स्टे ट्युन। To stand at 3,842 meters is to look at the world without filters. The air is thin, the cold bites to the bone, but the heart is warm with the fire of accomplishment. On the descent through Gatlang, it teaches us how to fall and how to rise again. समग्रमा यो बाटोलाई यो बाइक एकदम म्याच गरिरहेको छ। र अर्को कुरा धादिङको धेरै पर्यटकीय स्थलमध्ये रुबी भ्यालीको यो ठाउँ अचम्मै राम्रो ठाउँ छ। त्यो डाँडासम्म मात्रै पुगेर त्यहीबाट फर्किनु पर्यो हिँड्नु धेरै भएर। अनि त्यो पालि हामी 3टा बाइक मात्रै आएको रहेछौँ। अनि हामी धादिङको बाटो जाने प्लानिङमा थियौँ। अहिलेको एक्सपिरियन्सले हेर्दा थ्याङ्क गड हामी फर्क्यौँ होइन। अहिलेको टिमले गर्दा मात्रै यो बाटो पठाउनु सक्यो अनेस्टली भन्नुपर्दा। हाम्रो राइड एक्सप्यान्डसँगको र हाम्रो यो जुन होल टिमसँगको छ धेरै नै रमाइलो अविस्मरणीय रह्यो। थ्याङ्क यू सो मच। सोमदामबाट हामी तल झर्दाखेरि एउटा क्लियर जोनमा हामी इन्टर गऱ्यौँ विच वाज द फेमस ब्ल्याक फरेस्ट। त्यो ठाउँ चाहिँ एकदम सुनसान थियो। धेरै वर्ष अगाडि चाहिँ त्यहाँ चाहिँ एकदम ठुलो आगो लाग्यो भएर त्यहाँको सबै सल्लाहको रुखहरू चाहिँ नि एकदम खतम भइसकेको रहेछ। हेर्दा एकदमै डर लाग्यो, तर एकछिन यस्तो सोच्दाखेरि त्यहाँ चाहिँ नि हुन्छ नि इट वाज लाइक अ साइलेन्ट मुभी सेट। And the dust of the Ruby Valley has settled, but some rides never truly end. We went searching for adventure. We returned with a brotherhood, a deeper soul, and the absolute knowledge that no road is too rough and no summit is too high when we ride as one.